नमस्कार यहाँहरू सम्पूर्णमा हुनिहार दैव नटार। हिजो चितवनमा एउटा नराम्रो दुःखद घटना घटेको छ। रेणुका र सरोज आफ्नो दोस्रो सन्तान जन्माउन नियमित रेणुकाले हेटौडामा चेक जाँच गरे पनि उनी अहिले सन्तान जन्माउने बेलामा चितवन अस्पताल हिँडेका थिए र डाक्टरले रेणुकालाई आइतबारको डेट दिएको थियो र तीनैजना मिलेर चितवन अस्पताल हिँड्नुभएको थियो र हिँडेको केही समयमै घटना घटेर दुर्घटनामा परि उहाँहरू तीनजना सहित गर्भको बच्चाको पनि दुःखद निधन भएको छ र उहाँहरूको सरोज र रेणुकाको घरमा एउटा छोरी छन् र उहाँहरूको बुवा रेवती पहाडी पनि मुर्छा पर्दै घरि अर्धचेत हुँदै अब बिउजिँदै गर्नुभएको छ। ए भगवान, यो साँचो हो कि होइन, के भएको यस्तो, मलाई त विश्वासै लागेको छैन भनिरहनु भएको छ, बरबराइरहनु भएको छ र मुर्छा परिरहनु भएको छ। पहाडी परिवारमा परेको यो दुःखद घटनाप्रति खेद व्यक्त गर्दै मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारमा श्री पशुपतिनाथले सहने शक्ति प्रदान गरून् भन्दै त्यो दुर्घटनामा पर्नुभएका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। हजुरहरू पनि के भन्न चाहनुहुन्छ? पहाडी परिवारमा पर्न गएको यो ठुलो वज्रपात अब संयोग हो अथवा बर्खा भयो, बर्खाको कारणले पनि होला, अथवा हजुरहरूलाई कस्तो लाग्छ त्यो कमेन्ट गर्नुहोस् है। हस्, नमस्कार, धन्यवाद।